यो बाँदर र कुकुरको बच्चाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिसकेपछि धेरैजनाले चासो राख्नुभयो, एउटा लामो भिडियो बनाउनु न भन्नुभयो। त्यसपछि मैले सोचेँ तपाईँहरूको जिज्ञासा पनि मार्छु भन्ने हिसाबले यो लामो भिडियो बनाएँ, आफूसँग भएको भिडियोहरूलाई जोडेर। यो सुरुमा चाहिँ यो बाँदरको बच्चा कुकुर आफैले लिएर आएको हो, त्यसपछि मार्छ कि भनेर मान्छेहरूले बचाएर राखेको। सुरुमा बाँदरको बच्चा एक्लै बस्थ्यो, त्यसपछि दिएको कुराहरू खान्थ्यो, पछि कुकुरको पछि लाग्न थाल्यो। अनि आफू बसेर एक्लै खाइरहने बाँदरको बच्चा पछि कसरी आत्मीयता बढेछ, त्यसपछि कुकुरको साथमा हिँड्न थाल्यो, कुकुरको भुइँ चन्ने, कुकुरको काखी मुनि बस्ने गर्न थाल्यो। धेरै मात्रामा चाहिँ उसको काखी मुनि नै बस्थ्यो। यस्तै क्रममा कुकुरले बाँदरको बच्चालाई घरको वरिपरि मात्रै होइन कि गाउँमा अनि यताउति जतासुकै जाँदा होस् उसलाई आनन्दले बोकेर हिँड्न थाल्यो। कुकुरको बाँदरको बच्चाले पनि उसको साथ छोडेन, जतासुकै जाने भयोस् उसको साथमै जाने गर्न थाल्यो। कुकुरले पनि आनन्दले लिएर हिँड्न थाल्यो। यो देखेर चाहिँ मलाई नि अचम्म लाग्यो, त्यही भएर मैले भिडियो बनाएर राखेको। मसँग अझै केही धेरै भिडियोहरू थियो, मसँग भएको केही भिडियोहरूलाई एडिट गरेर बनाएँ। यो कुकुरले यस्तो आनन्दले लिएर हिँड्थ्यो कि अचम्म लाग्थ्यो। कुनै कुकुरहरूले झम्टिन पनि सक्थेन, झम्टिन लाग्यो भने, टोक्न लाग्यो भने पनि उसले प्रति जवाफ दिन्थ्यो अनि कराउँथ्यो, भुक्थ्यो, उसैलाई टोक्न खोज्थ्यो। बाँदरको बच्चालाई त्यस्तो धेरै माया गर्थ्यो। सायद उसलाई पनि केही अप्ठ्यारो फिल त भएको थियो होला, हामीले बुझ्न नसकेको पनि हुनसक्छ। तर उसले लिएर हिँडेको देख्दाखेरि चाहिँ केही पनि भएको छैन, एकदम आत्मीयता छ, एकदम माया पाएको छ, माया दिएको छ, साथ दिएको छ जस्तो लाग्थ्यो। पशु हो, पशुको कुराहरू हामीले नबुझेको पनि हुनसक्छ। यो एकदम धेरै, एक दिन होइन, 2 दिन होइन, धेरै समयसम्म नै यसरी नै साथ दिइराख्यो कुकुरले बाँदरलाई। बाँदरले पनि निकालेर राख्यो भने पनि बरु कराउँथ्यो, छोड्न साथ दौडेर गएर कुकुरको साथमा गएर बसिहाल्थ्यो। हामीले छुटाएर राख्न नै सक्दैनौँ, छुटाउन खोज्यो भने पनि उल्टे कराउने, एकदम टाइटसँग कुकुरलाई सम्झाउने गरेर बस्थ्यो। उसलाई छुटाएर राख्छु भने सोच्न नसक्ने जस्तो भयो। पछि त जतिखेर पनि कुकुरसँगै बस्न खोज्ने, कुकुरसँगै लुटुपुटु गर्ने, आनन्दले बस्ने। सायद आमाको जस्तो माया पाएर पनि होला, सायद सानैदेखि कुकुरसँगै बसेर पनि त्यही सोचेको होला। मान्छेहरू जताततै झगडा गरेर बसिराखेको बेलामा यो भिडियो देख्दाखेरि चाहिँ अचम्म लाग्यो। नमिल्दो जनावर, एकाअर्काका शत्रु मानिने यो जनावर यसरी मिलेको छ भनेदेखि हामीले पनि यसबाट केही शिक्षा लिनुपर्छ है भन्ने जस्तो पनि लाग्यो।